अब कतिजना चाहिँ भनिराख्नु भएको थियो कि बे कहिले गर्ने ओ माई गड प्लिज म त्यस्तो गरेँ त्यो कस्तो त्यो एकदम प्यानिक नगर्नुहोस् न नबनाउनुहोस् न अब जे हुन्छ त्यो मेरो मम्मीले त के भनिदिन्छ त्यो देखेकोले खै के देखेकोले हुँदैन लेखेको हुनुपर्छ त्यसो लेखेकोले हुन्छ त्यस्तोहरू भन्दै भन्नुहुन्छ क्या तर जति पनि कुराहरू छ सबै पोजिटिभली नै लिएर जाऊँ पोजिटिभली नै लिएर जाँदैछु होइन आफ्नो हाम्रो पनि प्राइभेसी पनि हुन्छ कतिवटा होइन त्यो त अब गुड मोमेन्टहरू होइन स्विट मोमेन्टहरू सेयर गरेको हजुरहरूसँग अन्त त्यो प्राइभेसीलाई पनि हाम्रो रेस्पेक्ट गरिदिनु होला हजुरहरूले पनि जस्तै कि अब फोर्सफुली यो गर्नु भेट्नु त भेट त भइ नै हुन्छ पनि अब भिडियो बनाएर गर्नु हो त्यस्तोहरू पनि नगर्नु होइन गाइज आवर फ्यामिली होइन तपाईँहरू भनेको हाम्रो फ्यामिली हो होइन सेयर त गर्छ नि त तर त्यसको लागि टाइम पनि त लाग्छ जे पनि हुनसक्छ त्यस्तो हो क्या बट देन पहिल्यैदेखि आएको कति धेरै कुराहरू पनि एक्सपिरियन्स गरिसकेको छु होइन धेरै भन्नाले अब त्यस्तो धेरै त होइन तर पनि अब एज अ लेसन हुन्छ नि लाइफमा हो त्यस्तो कुराहरू पनि एक्सपिरियन्स गर्दै आएको हो अनि त्यही भएर नि मलाई केही कुरामा रस पनि छैन क्या बुझ्नुभयो अनि फोर्स पनि नगर्नुहोस् होइन अब हाम्रो आफ्नो प्राइभेसी पनि हुन्छ त्यो कुरालाई पनि रेस्पेक्ट गरिदिनुहोस् भन्ने मात्र हो अब कमिङ डेजमा केही भयो यताउता भयो भने त अफकोर्स अब एउटा डिसिजन लिएर सेयर गर्छु ओर्छु म चाहिँ मेरो युट्युब फ्यामिलीलाई चाहिँ म मेरो फ्यामिली बाहेक लाइक मेरो फ्यामिलीमा त म मम्मी बाबा सानी बाहेक मेरो हजुरहरू मेरो अर्को फ्यामिली हो क्या अनि त्यही हो धेरै बटरफ्लाइज पनि फुर पनि नगर्नु होइन लाइफ